वेलकम बैक टू आवर न्यू ब्लग। अहिले चाहिँ बज्यो दिउँसोको 2:30। हामीले चाहिँ बिहानदेखि ब्लग बनाएनौँ, अहिलेदेखि स्टार्ट गरिरहेछौँ किनकि बिहान हाम्रो केही पनि थिएन ब्लग बनाउने जस्तो। त्यही भएर हामीले अहिलेदेखि बनाउँदैछौँ। अहिले पनि किन बनाउँदैछौँ भनेपछि हाम्रो नयाँ अर्को गीत आइसकेको छ, नेपाली सङ आएको छ। त्यो गीतमा चाहिँ हामीले टिकटक बनाउनको लागि हामीले ड्रेस लिनु पर्यो अनि डान्स सिक्नु पर्यो। हामीले डान्स सिकेको चाहिँ देखाएनौँ क्या, थोरै सिकेछौँ। त्यो चाहिँ अब छैन किनकि थोरै 1 मिनटको गीत हो, हामीले त्यहीमा बनाउने गर्छौँ। त्यसको लागि चाहिँ अब हामीलाई ड्रेस पनि चाहियो, त्यही भएर हामी ड्रेस लिन जाँदैछौँ। हामी रेडी भइसक्यौँ। अब त्यही गएर ड्रेस लिएको जाँदै गरेको सबै हेरिदिनु होला। चाहिँ आइसक्यौँ गाइस, रोडमा छौँ हामी, अटोको पर्खाइमा छौँ। ना 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 स्टुडियो चाहिँ हाम्रो त्यहाँ रहेको छ। हाम्रो चाहिँ स्टुडियो 2nd फ्लोरको हो गाइज। 2nd फ्लोरको मान्छे प्राय झुक्किनुहुन्छ तलको यो सटरवाला हो भनेर, तर यो होइन, हाम्रो यो चाहिँ बन्द छ भनेर झुक्किनुहुन्छ। हाम्रो माथिको यो सिसा गरेको वाला हो, सो नझुक्किनु होला। हेर्ने कोही हुनुहुन्छ भनेपछि अटो पनि आउँदैन गाइस, के गर्नु। आयो 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 खायो खा ल गाइस, हामी चाहिँ अब अटोमा चढेर जान्छौँ। हामी हिँडिसक्यौँ। दाइ अगाडि हुनुहुन्छ, चलाउँदै हुनुहुन्छ। हामी चाहिँ रङ साइडमा छौँ, अब हामी राइट साइडमा जान्छौँ। हजुर दाइ अगाडि, हजुर आफ्नै साइडमा राम्रो छ हाम्रो कोलपुर। हाम्रो कोलपुरलाई क्यामेराले के भन्छ यो गर्नै सक्दैन। हामी चाहिँ यो पसलमा छिरिसकेको छौँ। यसमा चाहिँ कल्चरल ड्रेसहरू पाउँदो रहेछ। अब कस्तो कस्तो पाउँछ हेरौँ। हेर्दै पनि हुनुहुन्छ म्याम। देख्नु भयो, मिलाइदिनु भयो दाइले। ए अनि घलेक चाहिँ के गर्नु? एउटा भयो, घलेक छैन फेरि कि घलेक नालेर गराइदिनु? नालेर त हुँदैन। अब आज बनाउने भिडियोमा बनाइहालौँ, घलेक छैन त्योमा, सिम्पलमै छ। अनि देखाएको छैन। चेन्ज ठुलो छ क्या हो? यसको ठुलो हुने रहेछ। दुख्यो जान्न नि त अनि फेरि। हामी चाहिँ यो पसलदेखि हामीले ड्रेस लिएर चाहिँ हामी ल्याइसक्यौँ। हाम्रो चाहिँ आधा ड्रेस भइसक्यो। हाम्रो चाहिँ अब बाँकी भनेको चोलीहरू छ, त्यो लिएर हामी जान्छौँ। बाई गाइज, अब अर्को पसलमा भेटौँला। ओके, जाँदैछौँ गाइज। चोलोको कपडाहरू पाइँदै भइरहेको छ। थ्याङ्क यू। बहुत हृदयछौँ। होइ के खुवाइदिनुहुन्छ अरे मलाई? आइसक्रिम। दाइ आइसक्रिम बनाउँदै हुनुहुन्छ। नाइ दाइ
खासै नखा मलाई अहिले पैसाको कमी लागिरहेछ हामी फेरि आइसक्रिम लभर केटी आइसक्रिम लभर मानिहाल्छ कस्तो राम्रो लागेको भाइ कपडा पनि ठिकै छ अब हामी आइसक्रिम खाएर फेरि भौता दिन्छौँ हामी सक्यो ब्लाउज पनि हामीले लिइसक्यौँ भिडियो बनाएनौँ किनकि ब्लाउज होइन है गाइड चोली चोली हो तर के भयो भने गाइज कस्तो भनेपछि ठ्याक्क नसोचेको भेट्यो नि त अनि हामी खुसीले बिर्सिम के बनाउन ल हामी लागिसक्यौँ हामी हजुर दुईजना दाइ दुईजना हजुर ल हामी गयौँ हाम्रो काम सक्यो अब हामी गएर टेलरमा जान्छौँ टेलरमा गएर भेटौँला अब म एकजना मान्छेलाई देखाउन गइरहेको छु हाम्रो भ्लगमा चाहिँ दाइलाई आउन मन लागेर दाइ हेरिदिनु त ल ल ल हाम्रो दाइ चाहिँ ह्यान्डसम भएर हाम्रो भ्लगमा आउनु चाहनुभयो अहिले त हामी फेमस छैनौँ फेमस भयौँ भने दाइलाई धन्यवाद दिन्छौँ उहाँ चाहिँ हाम्रो प्यारी दिदी हाम्रो कपडा बनाइदिने हाम्रो डिजाइनर भने पनि हाम्रो जे भने पनि हाम्रो एकदम गीतलाई राम्रो बनाइदिने काम गर्ने हाम्रो दिदी प्यारी दिदी उहाँ हुनुहुन्छ लाउन राखेर हामी लिइसक्यौँ बिचमा फेरि पनि केही भयो जुन हाम्रो सधैँ भइरहेको छ उहाँले मोबाइल हराउनु भयो फेरि खोज्न जानुभयो त्यो गर्दाखेरि हामीले फेरि टेलरमा कपडा राखेको हामीले फेरि बिर्स्यौँ थोरै मात्र क्लिप लियौँ धन्यवाद छ तपाईँलाई फेरि फेरि यस्तै गर्दै गर्नु होला हामी गरिराख्नेछौँ पुगिसक्यौँ देखो ए लोग देखो स्टुडेन्टहरू आएर कहाँ आउनु भएको तपाईँहरू किन आउनु भएको हो र तपाईँको डान्स क्लासको नाम भनिदिनु त हो गुड ल जानु जानु ल भित्र जानु फुल टिपेर माला रेडी हुँदैछ अब हामी चाहिँ आज तुलसीको बिहे गराउने दिन अनि तुलसीको लाई कलर गरेर रेडी छौँ हामी सर चाहिँ पूजाको सामान लिन जानुभएको छ नुहाएर अब हामी रेडी बनाउँदैछौँ अनि हामी पूजा गर्छौँ अनि हामी चाहिँ हिजो बेलुका नै आइसक्यौँ हिजो बेलुकादेखि हामीले भ्लग आउँदा बनाएनौँ किनकि हामीलाई हतार थियो ढिलो भएको थियो त्यही भएर हामी आइहाल्यौँ अब चाहिँ हामी रेडी गरेर आउँछौँ
हाम्रो चाहिँ पूजा मेरो चाहिँ पूजा सकियो मेरो चाहिँ आज व्रत छ तर के गर्नु धर्म कर्ममा त्यति उहाँलाई चासो छैन हामीले चाहिँ सकिसक्यो अब बेलुका बत्ती बालेर खाना खाइन्छ यस यस धन्यवाद धेरै दिनपछि घाम लाग्यो हामी घाममा घाम ताप्दैछौँ हामी धेरै पछि घाम लाग्यो हामी चाहिँ भिडियो बनाउने जाने भनेर बसिरहेको थियौँ तर घाम लागिरहेको थिएन कि घाम लागेन भने फेरि यो मोबाइलले खिच्ने हो नि त त्यही भएर राम्रो आउँदैन त्यही भएर अब घाम लाग्छ कि हेर कति बेलासम्म घाम लाग्छ लाग्यो भने चाहिँ हामी भिडियो बनाउन जानेछौँ अहिले चाहिँ अब यत्तिकै बसिरहेछौँ पूजासुजा भ्यायो आज तुलसी पूजा तुलसीको बिहे गराउनु पर्छ भन्ने थियो अरे त्यही भएर मम्मीले बोलाउनु भएको थियो तर भइसक्यो हाम्रो काम अब हेरौँ के हुन्छ है त बाई बाई हामी यस्तो बाटोमा छौँ अनि हामी जान लागिसक्यौँ दिदीले कल गरेर के लाग्यो फेरि यो दिदीले कल गरेर हजुरको कपडा भइसक्यो भन्नुभयो त्यही भएर हामी कपडा लिन जाँदैछौँ अब कपडा लिएर खासै मौसम राम्रो छैन न घाम छ न छाया छ कस्तो कस्तो छ अनि त्यता देखाउनु न त्यहाँ हेर्नु माछा सायद माछा मार्न लाग्नु भएको छ होला अनि सायद होइन हो त्यस्तै जस्तो लागिरहेछ होला अनि हिँड्दैछ मोटो आउँदैन गाह्रो छ अनि अब गएर कपडा लिएर अनि आउँछौँ हेरौँ बन्छ कि बन्दैन भिडियो आज खासै मौसमले साथ दिएला जस्तो छैन हामीले जाने भनेको ठाउँ चाहिँ जान सायद हामी नजाने भयो किनकि अलिकति मौसमले साथै दिएन क्या हामीलाई त्यति टाढा गएर अब मोबाइलले खिच्नु पर्ने अब राम्रो आएन भने त खतम छ त्यही भएर आज चाहिँ हामी यहाँ आफ्नै नजिकै खिच्छौँ कता कस्तो आउँछ भन्ने हो हजुरहरूलाई देखाउँछौँ है गाइज एउटा कुरा भनौँ आज पनि बिर्स्यो भिडियो बनाउन कपडा त लिएर आइसक्यौँ तर बिर्स्यो अटो नै नपाएर कम दुःख पाइरहेछौँ हामीले यहाँ हिँडेर चलिराख्नु परिरहेछ या ल अब अटो पाउँछौँ पाउँदैनौँ त्यो त थाहा छैन अब एकैचोटि घर गएर भेटौँला ल बाई बाई गाइज वी आर रेडी अब भिडियो सुट गर्न जाँदैछौँ हामी लोकेसन कहाँ कहाँ छ के छ थाहै छैन हामीलाई त्यही छैन हाम्रो लोकेसन यो के भन्छ यो परालको टाढ्नेर हुन्छ कि अनि यसलाई के भन्छ अरे यो अरडीको बारीमा हुन्छ कि कहाँ हुन्छ हामीलाई थाहा छैन जान्ने राम्रो लोकेसन के आज दिनै राम्रो छैन के को लोकेसन भन्नु होइन त यो हुनसक्छ है लोकेसन चाहिँ यो पछाडिको जुन छ नि मेबी ट्राई गरौँ ड्रेस आज यही छ राम्रो त छैन तर ठिक छ सरी गाइस हाम्रो भिडियो चाहिँ एन्डिङ हामीले गर्न पाएनौँ किनकि त्यो दिनमा 81 घाम लाग्ने अनि लाग्ने नलाग्ने एकदम खराब थियो मौसम चाहिँ हामीले केही गरी हामीले भिडियो बनाउनु थियो अनि हामीले भिडियो बनाउनको चक्करमा हामीले ब्लगतिर ध्यान दिएन अनि हामीले भिडियो बनाएर भिडियो अपलोड भइसक्यो धेरै नै अगाडि अब फर्स्ट हो भ्युज अभियसली आउँदैन तर पनि हामीले अपलोड गरि नै रहन्छौँ त्यो भिडियो चाहिँ हामीले जुन दिनमा त्यो ड्रेस लिएर आएर हामीले स्टार्टिङ गरेको थियौँ त्यो चाहिँ बनिसक्यो अब हामी चाहिँ नेक्स्ट भिडियो बनाउँछौँ त्योमा चाहिँ हजुरहरूलाई सबै नै देखाउनेछौँ त्यो भ्लगमा पनि केही न केही छुट्यो लास्टको एन्डिङ भएन त्यो दिनमा पनि 81 घाम लाग्ने नलाग्ने थियो त्यही माथि मेरो हेल्थ पनि बिग्रियो क्या त्यो दिनमा 81 मेरो फेसमा एलर्जी देखिन लाग्यो मेरो यो सबै ज्यानहरूमा
सबैमा एलर्जी देखिने बित्तिकै हामीले चाहिँ छिटो बनाएर हामीले इन गरिसक्यौँ। आज भिडियो पनि अहिले इन गर्दैछौँ। त्यही भएर अरू सबै टोटल भिडियो चाहिँ अब हामीले फेरि अर्को गीतको सुट गर्दा देखाउनेछौँ। अब ब्लग चाहिँ हाम्रो हप्तामा एकचोटि आइ नै हाल्नेछ, केही न केहीकोमा आउँछ। त्यही भएर अब हामी त्यो भिडियोमा चाहिँ राम्रोसँग देखाउनेछौँ। थ्याङ्क फर वाचिङ अनि सी यु इन नेक्स्ट ब्लग। ओके बाई Bye, guys. गाइस।